सो गुड मर्निङ गाइस, सबैजना सन्चै नै हुनुहुन्छ होला। न्यू ब्लगको साथैमा आज चाहिँ हाम्रो घरतिर कुहिरो पनि लागेको छ। हेर्न सक्नुहुन्छ कुहिरो पनि लागेको छ यता उतातिर। अनि यतातिर घुमेर आएको है त। बिहान उठेको त जहिले सुन्दै हुन्छ पंखा चला सुत्छु। यति जाडो छ, बल्ल अलिअलि घाम लाखा, यति जाडो छ यतापट्टि। अहिले म रोक्नै देखाउँछ जस्तो यतापट्टि हेर्न सक्नुहुन्छ। हेर्न सक्छ यस्तो भयो नि, यस्तो कुहिरो लाएर कस्तो भयो। अनि हाम्रो त फेरि पिकनिक पनि जाने भन्ने सल्लाह छ स्कुलबाट। अनि स्कुलबाट पिकनिकतिर गयो भने पनि हेरौँला कस्तो हुन्छ के हुन्छ होइन, टक्क लाएर। अनि अरू त के भन्नु छ र होइन। हिँड्नु यत्तिकै कुहिरो बिहान कुहिरो लाहा, मुखाबाट नि धुवा निस्किन थालिसक्यो। अनि अस्ति त तोरीको सानो छ, अहिले त तोरी त बब्बाल भइदियो, बब्बाल भइदियो तोरी चाहिँ। अहिले चाहिँ यता फेरि यो अलिकति यता उम्रेर भनेर यतापट्टि अस्ति भर्खर छर्नु भएको, यहाँ हेर्न सक्नुहुन्छ अस्ति भर्खर छर्नु भएको यहाँ चाहिँ। अनि अरू त सब ठिकठाक छ होइन। कुहिरो चाहिँ बब्बाल लगाइदिएको कि हाम्रो घरतिर चाहिँ। अहिले कुहिरो सँगसँगै घाम पनि लाखा। अहिलेबाट मलाई त उमाएपछि म त हिँडिरहेको यत्तिकै मम्मीले कपडा धोइराख्नु भयो। बिहान उठेर कपडा धोइराख्नु भयो मम्मीले चाहिँ। उमा मम्मीले कपडा धोइराख्नु भयो। म चाहिँ यत्तिकै हिँडिरहेको छु भ्लग बनाउँदै, बिहान उठ्ने बित्तिकै भ्लग बनाउँदै। अनि यहाँ त फेरि बोर्डिङ पानी चाल्न लाग्यो बेला। अब त्यहाँ हेर्न जाँदा त यस्तो पानी त्यहाँ हेर्दाखेरि यहाँ बोर्डिङ छ नि त कताको, यहाँ बोर्डिङ छ नि त। सो त्यही बोर्डिङबाट पानी ट्याप लगाएर पानी गर्दैछन्। अनि यताको बोर्डिङ चलेको छैन, उताको बोर्डिङ चलेको त फेरि सन्छ। आम्मामा कुहिरो लाएर यही मेरो बबाल भयो। गोर्सी मेला अनि यहाँ यो के भन्छ अरे यो बालापुर मेला, बालापुर पोइन्चटी मेला लाखा। त्यहाँ पनि आज गइन् चलाइसकेसम्म। अनि त्यहाँ पनि देखाउँछु। यस्तो भ्लग बनाएर त देखाउनु, मैले सर र भिडियो बनाएर त्यसमा गीत हालिदिन्छु थोरै। अनि थोरै होइन, अलि म भिडियो बनाएर सर र चर्किपिङहरूको उताउति सबै कलाकारहरूको सबै म बनाउने छु। सो हेर्दै गर्नु होला होइन, सो हेर्दै गर्नु होला। अनि यहाँ पनि तोरी चाहिँ छरेर रहेछ। अनि तोरी बल्ल हुँदैछ यहाँ तोरी चाहिँ। अब त यहाँ अस्ति यहाँ जोतेको पनि थिएन, अहिले त हरियै भयो, बबाल हरियै भयो। सो सबैजनाले सपोर्ट गर्दै जाम होइन, सपोर्ट गर्दै जाम। भ्लग पनि आइरहेछ, दुई तिन दिन ग्याप हुँदै आइरहेको छ। सो जाडो पनि छ, बिहान उठ्नु पनि जब लाग्छ। बिस्तारै सुत्दिनँ। आज म 7 बजी उठेको, 7 बजी उठेर मैले भ्लग बनाउनु सुरु गरेको छु। 7 बजी उठ्दिनँ भ्लग बनाउनु सुरु गरिदिनँ क्या, खतरा हो नि फेरि। अनि टक्क स्कुल जान छ, स्कुलबाट आएर सो हेर्दै गरौँला। स्कुलबाट आएर अब आज पैसा बुझाउने भन्ने कुरा छ। अब पिकनिक पनि गइन्छ कि गएन त्यो पनि फिक्स छैन, कहाँ हो कसो हो त्यो केही पनि बुझेको छैन मैले चाहिँ। अब आज बुझ्छु र अनि भोलितिर पैसा लाग्नु पर्ला भन्ने मेरो कुरा हो। सो हेर्दै गरौँला होइन। पिकनिक गइएछ भने पनि पिकनिकतिर नि हेरौँला सर र होइन। सम्झना हुन्छ पिकनिकतिर गयो भने भिडियो त रहिरहेको छ नि, जे होस् सम्झना हुन्छ, राखिन्छ। सो सबजनाले हेर्दै गर्नु होला होइन। लगाइछ अब चाहिँ कस्तो यो हात पनि यो यस्तै हात खडाउँदा पनि हात पनि हरियो गल्दिने के। सुरुमा हात पनि हरियो गल्दिने। सुरु त भर्खर मैले भ्लग बनाएको। अनि टक्क हेर्न सक्छ घाम लाएर आमामा हेर्न सक्छ घाम लगाइदियो सर र। यसो अहिलेबाट मलाई हात त थर काम्न पो लाग्यो थियो। हात त थर काम्न लाग्छ यो हात त यसरी छोपे थिएँ। अनि यसै डुल्न पऱ्यो आज। त्यो काँडा लगाइदियो, यो काँडा नागेर जानुपर्ने हुन्छ। सो गइदिने हो, कसरी जाने हो कसरी
फिल्डतिर जान मन लाग्थ्यो। अब यहाँबाट गइदिउँ, यहाँबाट अलि उ रहेछ, यहाँबाट गइदिउँ है त। सो टोरीमा हिँड्यो भने फेरि गाली गर्छन् के मान्छेहरूले, फेरि हरामी हिँड्छन्। यहाँ त गाली गर्छन्, मुस्लिमहरूको जग्गा पनि हुनसक्छ नि त, त्यो कारणले चाहिँ मुस्लिमहरूले गाली गर्छन्। अनि अलिअलि रुगा, अनि रातभरि पङ्खा चलाइसिँदा किन रुगा नलाउँछ, रुगा काँसो फेरि सुरु हुनु लागेको छ। अस्ति भर्खर सन्चो भएर निको भएको थियो, फेरि रुगा काँसो लाग्न थालेछ फेरि। खराब छ यार, रुगा काँसो बराबर, ज्वरो पनि आउन बेर छैन। अनि यहाँ फेरि यहाँ यत्रो तोरीहरूको बिचमा के रोपेछन् भन्छु भनेपछि हजुरहरूलाई, केरा रोपेछन् हेर्नुहुन्छ, केरा हेर्नु त, केरा यहाँ केरा यति यो जग्गामा केरा मात्र, केरा अनि अलि आदि परालोहरू छ। के गर्ने, केरा रोपेर रहेछ नि त, यो त केरा रोपेर थुप्रो भयो त, एउटा पनि फल्दिनँ त केरा त एउटा पनि फल्दिनँ। के कसो हो गाइस कमेन्ट गरिदिनु है त, हेर्दै यतातिरको मान्छेले हेर्दै हुनुहुन्छ भन्ने, त्यो जग्गाको मान्छेले हेर्दै हुनुहुन्छ भने कमेन्ट गरिदिनु नभुल्नु होला। म चाहिँ यता खोलातिर यसो हेर्न जानु पर्यो, आइएछ। होमवर्क पनि गरिनँ यार, यही साह्रो बिग्रेको, म पनि बिग्रिनँ नि। न भ्लग बनाउने टाइम गराइन्छ, न लेखिन्छ होमवर्क। हराएपछि त किताबै सुन्ने कि मैले त यार, होइन किताबै छैन यार। हराएपछि हजुरहरूले सुन्छ कि नै कमेन्ट गरिदिनु होला होइन। म कि हजुर पनि म जस्तै हो भनेर मैले चाहिँ भनेको। अब अगाडि जाँदै गरौँ। अब के देखिन्छ, नौलो ठाउँ। अनि यतातिर त धेरै नै आइसक्यो। अनि घुम्न त अब त्यस्तो अब घुम्न कोही पनि गएको छैन। अब घुम्न चाहिँ गइन्छ भन्ने आशा छ। आज चाहिँ मेला त गइन्छ होइन, मेलामा मैले भिडियोहरू बनाउँछु, सो हेर्दै गर्नु होला सबैजनाले। चर्के पिङ डुङ्गा अनि जलपरी भन्ने पनि आएको छ, जलपरी पनि म देखाइहाल्छु हजुरहरूलाई होइन। जलपरीमा टिकट 200 रुपियाँ हो कि त्यस्तै भनेपछि नि, अब कति हो हजुरहरूले थाहा होला, कमेन्ट गरिदिनु होला। कमेन्ट गर्न चाहिँ नभुल्नु होला। 200 रुपियाँ हो कि 150 हो कि के हो। जलपरीले हेर्ने 200 लाग्ने हो र, जलपरीले हेर्न 200 लाग्ने। एउटा टिकटकमा यो के भन्छ अरे, त्यो आफूले ओढ्ने कम्बल ओढेर जलपरीको त्यो फिसको तल हुन्छ नि खुट्टातिर, हो त्यस्तै गराएछ, त्यस्तै गराएर जानुपर्छ कि हो होइन, टक्क लाएर। अनि अरू त के भन्नु छ र होइन, अरू त के भन्नु छ र गाइस, हेर्न सक्नुहुन्छ हाम्रो घरतिरको भ्यू। सर टक्क घाम लाहा मुहामा परेको घाम। अनि सर राम्रो देखियो गोरो, आहा कालो मान्छेलाई नि गोरो देखेछ आमा ल है। हाम्रो हरियो प्यालो आमा हेर्नु पहाडी हेर्न सक्नुहुन्छ, हरियै भएको छ। अनि घाम पनि मुखमै परेर फेरि गोरो देखिन्छ नि त। म फेरि टल्किएको होला होइन, आमा टल्केको होला। अब फेरि कालो देख्यो, कालो यसरी हिँडेपछि बल्ल गोरो देखिन्छ। कमेडी लाग्छ मलाई त, कमेडी। सो अनि को मेलातिर जानुभयो, को बोडगाउँ भन्नाले लोगाई, अनि को उहाँ कि गोर्सी मेला जानुभयो, कति रमाइलो भयो सबैजनाले भन्न चाहिँ नबिर्सिनु होला होइन, भन्नाले कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। सो कमेन्ट चाहिँ गर्नु होला कतिको रमाइलो छ गोर्सी। अनि गोर्सी मेला अब त 4 नम्बर पनि लाग्छ। अब 17 गते त यहाँ लाग्ने, 17 गतेपछि त अब 4 नम्बर त लाग्ने होला। सो 4 नम्बर चाहिँ रमाइलो हुन्छ है गाइज, मलाई चाहिँ 4 नम्बर रमाइलो लाग्छ। सो यहाँ पहिलोचोटि भएर पनि होला 4 नम्बर, मलाई त 4 नम्बर खतरा लाग्छ नि त गाइज। म 4 नम्बर त बेस्ट हो नि त, मेरो बेस्ट 4 नम्बर त मलाई त बब्बाले लाग्छ नि त गाइज। 4 नम्बरलाई यति रमाइलो हुन्छ नि, यति रमाइलो हुन्छ। यहाँ फेरि ऊ भयो के भयो भनेपछि अलि यहाँ के भनौँ मैले,
के भयो यहाँ यस्तो यहाँ मेलै जस्तो लागेन मलाई त सो हजुरलाई चाहिँ के लाग्यो कसो लाग्यो भनेर कमेन्ट नगर्नु भुल्नु होला कमेन्ट गर्न नभुल्नु होला सो सबैजनाले अनि जाडो मौसममा भ्लग बनाउँदै हिँड्न बोल्दै हिँड्न म छुट्टै मजा आउने क्या सो अङ्कलहरूले जेनेरेटर चलाएर पानी चार्दै हो कि के गर्दै हुनुहुन्छ सो म चाहिँ अब यहाँ अब यो धान काटेर यो समय फाले छैनन् भनेपछि अरू ठाउँ तोरी छडे खान यहाँ फेरि यहाँ यो यो धानको यो डाँठ भन्दिनँ डाँठ सुरुको त्यो तलतिरको त्यो काटेको हुन्छ नि एउटा कि यहाँ लसुन रोप्न पर्यो लसुन रोप्नको लागि त सही हुन्छ नि हो कि गाइस लसुन रोप्नको लागि सही हुन्छ रुवाले नि मार्न थालो होइन गाइजहरू के कसो रुवालाई नि मार्न थालो गाइज अब अलि हुनपर्छ हरियो देखिन्छ अब अलि हुन पर्यो के हुन पर्यो भन्नुहुन्छ भनेपछि सर बब्बाल हुनु पर्यो नि त बब्बाल भन्नाले के बब्बाल भन्नुहुन्छ होला गाउँ हरियो अब धान भयो भने प्यालै हुन्छ प्यालै अब तोरी भयो भने यस्तै हो हरियो अझ त अलि थोरै देखेको हरियो छ सो हेर्न सक्नुहुन्छ हरियो हाम्रो गाउँ हरियो सो अब ड्रोन उडाउनु भने दौडन छैन एक दिन आउला नि पक्का नि सो सबैजनाले सपोर्ट गर्दै जानु होला सबैजनाले हेर्दै जानु होला होइन मेरो भिडियोमा केही कमजोरी छ भने बस कमेन्ट गर्न पनि नभुल्नु होला होइन के छ कसो छ यस्तो सुझाव हो कि भन्छ नि हो त्यही दिन सक्नुहुन्छ फेरि यस्तो काँडाबाट रुवाले पनि जा पारे होइन यति ठुलो रुख यहाँ पहिला आएर म यहीँ भ्लग बनाउँथेँ क्या यहीँ आएर म भ्लग बनाउँदैछ पहिला मेरो सुरुवात यही भ्लगबाट हुन्छ आज त म त घरबाट गरिदिन्छु पहिला त घरमै लाल लाग्थ्यो आज त लाल लाग्दैन मलाई त आफूमा अलि जोस भन्नाले के कन्फिडेन्ट हो कि के भन्छ नि हो त्यही आएको क्या मलाई हेर्न सक्नुहुन्छ हाम्रो घरतिर फेरि अर्डर मम्मी फेरि बिहान नुहाएर कपडा धोएर सक्नुहुन्छ हाम्रो मम्मीले फेरि अनि अन्त अर्डर म जता हिँड्छु त्यति अर्डर छ यहाँ बिचमा सिसो देखिन्छ सानो सिसो त्यसपछि अर्डर छ सबैजनाले हेर्दै गर्नु होला होइन अब म चाहिँ घरतिर जान्थ्यो अब स्कुलबाट आएपछि टक्क लाएर भेटौँला सबैजनाले हेर्दै गर्नु होला स्कुलबाट आएपछि सो भेटौँला है त स्कुलबाट आएपछि मेला सेला गइन्छ कता गइन्छ ल सो स्कुलबाट आएर नि टक्क मेला जाने भएन भोलि चाहिँ पिकनिक जाने भन्ने सल्लाह त्यो कारण चाहिँ मेला गएन आज चाहिँ अनि भोलि चाहिँ पिकनिक गइन्छ गाइस टक्क लाएर पिकनिक भोलि बिहानतिर हिँडिन्छ होला अनि त्यो बेला भ्लग आइरहेको छ त्यो भ्लग चाहिँ मैले आज बनाएको आजै हाल्छु अनि भोलि पर्सितिर कहिले हुन्छ त्यो हाल्छु एडिट गरेर सो म चाहिँ बन्नेतिर जानु लाग्यो स्कुलबाट आएर टक्क अनि पैसा लिन चाहिँ बन्नेतिर जानु थाल्यो म चाहिँ सो सबैजनाले हेर्दै गर्नु होला होइन सपोर्ट गर्दै जानु होला सबैजनाले सो म चाहिँ बाटो हिँडिरहेको छु हेर्न सक्नुहुन्छ हाम्रो घरतिरको मन्दिर अनि यता कुलाहरू हेर्न सक्नुहुन्छ होइन मन्दिर कुलाहरू सर र घाम जाडो बेला घाम ताप्न क्या मजा आउने क्या होइन बबाल छ हाम्रो ठाउँ चाहिँ घरतिर हेर्न सक्नुहुन्छ सो म चाहिँ बाटो हिँड्दैछु होइन झ्याउलाएर आजको 15 मिनटको भ्लग बनाइदिनु पर्यो अन्त हिँड्नेछु अनि भोलि चाहिँ रमाइलो गर्नुपर्छ ठाउँ पनि बगालमा गइन्छ अनि रमाइलो गर्नुपर्छ सो हेर्दै गर्नु होला है सबैजनाले सो टक्क लाएर
सर्टकट बाटो जानु पर्यो बनगेतिर चाहिँ भनेर सर्टकट बाटो निस्किरहेको छु म चाहिँ टक्क लाएर कालो देखियो यार स्कुलबाट स्याएपछि के हो धुलो पनि त्यस्तै उठ्छ होइन कालो भन्दा पनि कालो देखिरहेको छु हप्सी देखिरहेको छु म चाहिँ यतातिर चाहिँ उता पहाडीपट्टि घाम परेर पनि टल्किरहेको छ यता फेरि घर बन्न थालिरहेको छ हेर्न सक्नुहुन्छ घर बन्न थालिरह यतातिर चलफल छ फेरि यतातिर अनि भोलितिर फेरि कति बजे भन्नु थियो मिसले खै त्यस्तै 4 बजे आउने भन्नु थियो तर 4 बजे गइन् 8 बजेतिर हिँडिन्छ होला त्यहाँबाट चाहिँ अनि रात पर्छ आउँदाखेरि सो रमाइलो सबैहरू हेर्दै गर्नु होला होइन रमाइलो चाहिँ खत्रै रमाइलो हान्ने भोलि चाहिँ फेरि बाबा हाल हुन्छ नि फेरि होइन जान्न भन्ने थियो अनि जानु पऱ्यो अनि आज फेरि मेला क्यान्सल भयो खै अब मेला चाहिँ क्यान्सल भयो सो अब पिकनिकबाट आएपछि चाहिँ गइन्छ मेला पनि बिस्तारै हेर्दै गर्नु होला मेला पनि हाल्नेछु होइन अझ योभन्दा पनि माया सपोर्ट गरेर देखाउनु पऱ्यो सबैजनाले सपोर्ट गर्नु पऱ्यो होइन यता फेरि फर्निचर हो के भन्छ नि त्यो चाहिँ हेर्न सक्नुहुन्छ फर्निचर छ यहाँ जोख्ने कुरा तर जाने बाटो छ किन यहाँ हाइट जोख्ने कुरा छ अनि यहाँ फर्निचर छ सर्पसरी होला कि अनि डर फर्निचर छ हेर्नु हुन्छ दाउरा होइन दाउरा छ हामी तोरी छर्दैछौँ तोरी हिँड्दै हेर्न सक्नुहुन्छ दाउरा हेर्न सक्नुहुन्छ मुढा त कति ठुल्ठुलो खान्छ मुढा त सो सबैजनाले हेर्दै गर्नु होला होइन आज चाहिँ मैले धेरै भ्लग बनाइन यहीँ टुङ्गाइन्छु अनि यसो अब घर पनि जान पाएन बाटोमा टुङ्गाइदिउँ सबैजनाले हेर्दै गर्नु होला हेर्नु सर र भ्यू हेर्न सक्नुहुन्छ पहाडीको सो भोलि यस्तै गरेर हेर्नुपर्ने हुन्छ सर र पहाडतिर हो कि पहाडतिर अब तराई जस्तै पर्छ र सो हेर्दै गर्नु होला सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु नभुल्नु होला अझै भिडियो हेर्दै हुनुहुन्छ भनेपछि भनी कमेन्ट पनि गर्न नभुल्नु होला सब्सक्राइब गर्न नभुल्नु होला सो सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला ल